ल्याइराख्नु भएको थुप्रै कुराहरू स्वागतयोग्य छ। म आफैले पनि हेरेको छु र म आफै पनि त्यस बैठकमा गएर उपस्थित भएको छु। जस्तो कि कोशी प्रदेशका प्रत्यक्षतर्फबाट विजेता हुनुभएका सम्पूर्ण पार्टीका व्यक्तित्वहरूलाई, मान्यज्यूहरूलाई उहाँले बोलाउनु भयो। उहाँले बोलाएर त्यसपछि तपाईहरुको जिल्लाको मुख्य कुराहरू के छ, आजको भोलि नै गर्नुपर्छ भनेर उहाँले सोध्नु भएको थियो। त्यसलाई उहाँले सटिकसँग जवाफ दिएर उहाँले यो बैठक चाहिँ समाप्त गर्नुभएको थियो। त्यो जवाफ के थियो त भन्दाखेरि अहिले बजेटको आकार सानो छ, त्यसलाई फराकिलो पार्ने हामीले प्रयास गरिरहेछौँ र सँगसँगै हामीले कसैलाई पनि काखापाखा नगरिकन हामीले आवश्यकता र प्राथमिकताको हिसाबले त्यसलाई अगाडि बढाउँछौँ भन्नुभएको थियो। त्यो साह्रै नै स्वागतयोग्य छ। त्यो मात्र नभएर अर्को कुरा फेरि नयाँ के गर्नुभएको छ त भन्दाखेरि एउटा च्याट ग्रुप पनि बनाउनु भएको छ। अब त्यसले भविष्यमा गएर कसरी काम गर्छ, त्यसले प्रतिफल दिन्छ कि दिँदैन भन्ने आफ्नो ठाउँमा छ, तर त्यो सुरुवात गर्नु पनि एउटा स्वागतयोग्य कुरा हो। जस्तो कि च्याट ग्रुपमा सम्पूर्ण कोशी प्रदेशका मान्यज्यूहरूसँग आफ्नो सचिवालयको एकजना राखेर उहाँले सुरु गर्नुभएको छ। जे कुरा अप्ठ्यारो पर्छ, जे कुराहरू प्रधानमन्त्री समक्ष तपाईँले राख्न चाहनुहुन्छ, त्यो कुरालाई चाहिँ यहाँ च्याट ग्रुपमा लेख्नु होला, हामीले त्यसलाई छिटो छरितो रूपमा प्रयास गर्छौँ भनेर उहाँले ग्रुप बनाउनु भएको छ। 100 वटा उहाँले जुन चाहिँ अगाडि सार्नु भएको छ, त्यसमा पनि केही कुराहरूमा हाम्रो सजेसन हुन सक्छ, त्यसलाई हामीले अगाडि सार्छौँ। तर त्यो स्वागतयोग्य काम हो, त्यसमा औँला उठाउने कुनै पनि ठाउँ छैन।